अहिले यो सामाजिक सञ्जालमा अत्यन्तै भाइरल भइरहेको यो जोडी यो पोस्ट होइन, जसलाई चाहिँ श्रीमानले नेपालबाट पढ्न पठाएको अमेरिका र आफ्नो सम्पूर्ण खर्च गरेर अमेरिका पढ्न पठाएको होइन, पारिवारिक सहमतिमा। तर अमेरिका आएको केही समय पछाडि चाहिँ यिनले चाहिँ श्रीमानलाई वास्ता नगर्ने होइन, श्रीमानलाई चाहिँ धम्क्याउने, मानसिक तनाव दिने, अनि त्यहाँदेखि चाहिँ जे गर्न सक्छस् गर तैँले भन्ने। तर अब आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद नभइकन चाहिँ अहिले परपुरुषसँग लिभिङ टुगेदरमा बसेर त्यो भिडियोहरू देखाउने, अनि त्यो परपुरुषले किनिदिएका सामानहरू देखाएर चाहिँ आफूलाई श्रीमानलाई आत्मग्लानि गराउन खोज्ने, प्लस श्रीमानलाई चाहिँ मानसिक तनाव दिने, सामाजिक रूपमा होइन तनाव दिने भनेर चाहिँ अत्यधिक रूपमा अहिले चाहिँ सोसियल मिडियामा आइरहेको छ। र यिनी टेक्ससमा बस्छिन् भन्ने कुरा पनि छ। टेक्ससमा बस्ने साथीहरूले चिन्नु भएको छ अथवा थाहा छ भने यस्तो गरिदिनु पर्यो होइन। कसैलाई कसैसँग जबरजस्ती बस्नुपर्छ भन्ने कुरा त होइन, तर कसैलाई सिँढी बनाएर, कसैलाई भड्याङ बनाएर चाहिँ कसैलाई मानसिक तनाव दिएर आफ्नो जीवन सुधार्नुपर्छ भन्ने कुरा पनि सायद चाहिँ राम्रो होइन जस्तो लाग्छ मलाई होइन। टेक्ससमा बस्ने साथीहरूले यसको बारेमा अलिकति बुझिदिनु पऱ्यो के रहेछ अपडेट। अनि उहाँको श्रीमानले भन्नुभएको जस्ताको त्यस्तै मैले कमेन्टमा राखिदिएको छु ल।